Sometimes the simplest things that we use every day can have the biggest impact on our health. Salt is one of them. But what many people don't realize is that iodine plays a vital role in brain development, learning ability, and the healthy growth of children. Yet, the small but powerful nutrient is often overlooked. So, with this in mind, the Rotary Club of Pokhara Lakeside organized an iodized salt awareness and educational materials distribution program at Dibyajyoti Basic School in Pokhara on May 4th, 2026. Before we move on, let us first meet our club president, Rotarian Rajendra Legal, who is well known and revered as an engineer and a Vastu consultant. नमस्ते, म रोटरियन राजेन्द्र लिगल रोटरी क्लब अफ लेकसाइडको अध्यक्ष हुँ। रोटरी क्लब अफ लेकसाइडलाई विश्वास छ कि सही जानकारी र चेतनामूलक कार्यक्रमले समाजमा परिवर्तन ल्याउन सकिन्छ। त्यसैले यस कार्यक्रम मार्फत हामीले विद्यार्थी, शिक्षक र अभिभावकलाई आयोडिनयुक्त नुनको महत्त्व र यसको सही प्रयोगबारे जानकारी पुर्याउने प्रयास गरेका छौँ। हाम्रो यो प्रयासले स्वस्थ परिवार र स्वस्थ समाज निर्माणमा योगदान पुर्याउनेछ भन्ने हामीलाई विश्वास छ। Now, after a few days of conducting the awareness program, we couldn't help but wonder whether the message stayed with them. So, we went back to the school to find out. नमस्कार, मेरो नाम लक्ष्मी खनाल, म यो विद्यालयको प्रधानाध्यापक। रोटरी क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष राजेन्द्र लिगलज्यू, संयोजक तोपबहादुर थापाज्यू, सदस्य आयुषा श्रेष्ठज्यू, साल ट्रेडिङका प्रमुख सागर शेरचनज्यू, उहाँहरू आएर हाम्रो विद्यालयलाई एकदम सौभाग्यवान बनाइदिनु भयो। उहाँहरूले हाम्रो विद्यार्थीहरूलाई ब्याग वितरण गर्नुभयो। साथै आयोडिनयुक्त नुनको सचेतनाका बारेमा हामी शिक्षकहरूलाई, अभिभावकलाई र विद्यार्थी बाबु नानीहरूलाई सबलाई सचेतना दिनुभयो। त्यसको लागि म विद्यालयको तर्फबाट एकदम आभार व्यक्त गर्दछु। आयो नुनको बारेमा मलाई पहिला पनि केही मात्रामा ज्ञान थियो। पहिला हामी सानो हुँदाखेरि गाई भैँसीलाई खुवाउन मात्रै ढिके नुन प्रयोग गरिन्थ्यो र मानिसले खान चाहिँ आयो नुनको प्रयोग गरिन्थ्यो र हामीले पनि त्यसरी आयो नुन प्रयोग गऱ्यौँ र अहिले गाउँघरतिर अझै ढिके नुन प्रयोग गर्ने चलन आइरहेको छ। मलाई चाहिँ पहिला जति थाहा थियो उहाँले भनेपछि झन् धेरै थाहा भयो। त्यो आयोडिनयुक्त नुन खाएपछि गर्भ तुइने समस्या हुँदैन, अनि सुस्त मनस्थितिको बालबच्चा हुँदैनन्, अनि लङ्गडो, अपाङ्ग, असहाय त्यस्तो बच्चाहरू चाहिँ हुँदैनन् भन्ने कुरा मैले थाहा पाएँ। आयोडिनयुक्त नुन चाहिँ कसरी थाहा पाउने, त्यो कसरी आयोडिन छ कि छैन नुनमा भनेर कसरी पत्ता लगाउने भनेर उहाँले त्यो प्रोसेस पनि हामीलाई भन्नुभयो। अहिले उहाँले भन्नुभएको जस्तै गरेर आलुलाई खोपिटो बनाएर नुन राखेर कागती राखेँ, त्यसरी राख्दाखेरि चाहिँ निलो कलर आउँछ भनेर उहाँले भन्नुभएको थियो, देखाउनु भएको पनि थियो। र उहाँले देखाउनु भएको नुनको प्याकेट जहाँ चाहिँ दुईवटा बच्चाको पिक्चर थियो, हो त्यस्तो खालको नुन ल्याएर खानु पर्दो रहेछ भन्ने त्यो शिक्षा मैले पाएँ। हाम्रो हेल्थको लागि आयोडिनयुक्त नुन कतिको आवश्यक रहेछ भन्ने कुरा मैले बुझिसकेपछि मैले मेरो घर परिवारमा पनि भने, मेरो छोराछोरी, मेरो हस्बेन्डलाई पनि सुनाएँ। मैले अर्को महत्त्वपूर्ण कुरा के सिकेँ भने त्यो मलाई अहिलेसम्म थाहा नभएको कुरा, खाना पकाउँदा तरकारी दाल तरकारी पकाउँदाखेरि नुन चाहिँ एकदम लास्टमा राख्नुपर्छ भनेर उहाँले सिकाउनु भयो। हामीले त पहिल्यै तरकारी भुट्दैमा
नुन बेसार मसला सबै राख्ने चलन थियो तर त्यसरी राख्न हुँदो रहेछ त्यसरी राख्दाखेरि आयोडिन चाहिँ खेर जाँदो रहेछ भन्ने कुरा मैले बुझेँ यो आयोडिनयुक्त नुन खाँदाखेरि एउटा चाहिँ मानसिक विकास हुने शारीरिक विकास हुने सम्झने शक्ति बढ्ने गलगाँडबाट रोकिने आदि फाइदाहरू हुन्छन् आयोडिनयुक्त नुनले हामी ठुला मान्छेहरूलाई पनि धेरै कुरामा फाइदा गर्छ एउटा मानसिक स्थितिलाई कन्ट्रोल राख्छ एकाग्रता बढाउँछ प्रजनन शक्तिमा वृद्धि हुन्छ नमस्ते म राधाकृष्ण गुरुङ यस दिव्यज्योति आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष र रोटरी क्लब अफ लेकसाइड र साल ट्रेनिङको व्यवस्थापनमा हाम्रो स्कुलमा आएर सानसानो नानीहरूलाई झोला कापी कलम वितरण गर्नुभयो र साथसाथै यो मानव शरीरलाई अति आवश्यक पर्ने आयोडिनको विषयमा उहाँहरूले जानकारी गराउनु भयो म व्यवस्थापन समितिको तर्फबाट धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु नमस्ते मेरो नाम चाहिँ एनु राई हो म चाहिँ अभिभावक हो कार्यक्रम अगाडि चाहिँ हामीलाई केही थाहा थिएन नुन खुल्ला राखिन्थ्यो हामीले भान्साको ठाउँमा तर अहिले कार्यक्रम भएपछि चाहिँ हामीले के बुझ्यौँ भने बन्द बिर्को पारेर नुन बट्टामा राखेर बन्द बिर्को कसिलो पारेर राख्नु पर्दो रहेछ कार्यक्रम अगाडि चाहिँ मैले तरकारी पकाउँदा अगाडि नै राख्ने गर्थेँ नुन तर अहिले चाहिँ पकाउँदै लास्टमा राख्ने गरेको छ मैले हाम्रो ठुलो बाबुले के भन्छ मम्मी कि खुल्ला नुन कहिल्यै नखानु होला हामी नुन प्याकेट भएको लिएर आउनु खुल्ला कहिल्यै नछोड्नु त्यस्तो मलाई सिकाउनु मन छोराले आज मैले अस्ति नि यता हाम्रो गाउँ मतलब हाम्रै बस्नेको ठाउँमा क्या मैले यस्तो भनेको कि तपाईँहरूले यस्तो नुनहरू खुल्ला नराख्नु खुल्ला नुन खानै नहुने तपाईँहरूलाई चाहिँ नि हुनसक्छ होइन अनि प्याकेट भएको नुन खानु यस्तो यस्तो नुनहरू नखानु तपाईँलाई असर पार्छ बच्चाहरूलाई असर पार्छ होइन मैले त्यस्तो भनेँ उनीहरूलाई कोही त विश्वास गर्नुहुन्न नि कोही फेरि विश्वास गर्नुहुन्छ ल यो बहिनी त राम्ररी कुरा गर्नुहुन्छ हाम्रो बच्चाको लागि त सोचेर बोलेको होइन हाम्रो त सेन्ट भन्छ होइन त्यो ग्यास जान्छ होइन त्यो नुनको ग्यास जान्छ त्यो आयुर्वेदिक जान्छ भन्ने त्यस्तो मैले सबैले भनेको छु होइन नुन अब खुल्ला छोडेपछि हामी नुन तरकारीमा अगाडि हालिदिन्छौँ अनि यो कारणले बच्चा कति बिरामी बस्छ हो कि होइन त्यही भएर हेर्नु त्यो ढक्कन लगाएर राख्नुहोस् अनि तरकारी पकाएपछि बल्ल नुन हाल्नुहोस् बल्ल हाम्रो बच्चाहरूको ठिक पनि हुन्छ शरीर पनि राम्रो हुन्छ सबैले खुसी हुन्छ नमस्ते मेरो नाम सृष्टि परियार हो अस्तिको प्रोग्राममा मैले भन्न चाहन्छु मैले मेरो मम्मीलाई भने हामीले नुन कसरी प्रयोग गर्ने र नुन कस्तो चिन्ह भएको थाहा पाउने र नुनमा आयोडिन कति कमी हुन्छ त्यो थाहा पाउने नुन हामीले कहाँबाट पाउँछौँ त्यो पनि भनेको थिएँ Now, as you saw, the awareness program was definitely a great success. Their reflections reminded us that meaningful change doesn't always come from something big. Sometimes it begins with your genuine interest in spreading awareness. At the Rotary Club of Pokhara Lakeside, service is not just about organizing programs. It is about creating conscious understanding that goes beyond the classroom, into homes, into families, and into everyday life. Because when awareness grows, so does the next generation.